लासो सापुला दोहावासी सम्पूर्णमा यही फेब्रुअरी 6 तारिक तामाङहरूको महान पर्व लोसार प्रोग्राम हुँदैछ। पेर्लिङ सेसन इन्टरनेसनल स्कुलमा अलमन्चुरामा सबैजना आउनु होला। यो लोसार एकदम धुमधाम तरिकाले मनाउनु होला र मेरो तर्फबाट हजुरहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। हुन्छ नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवा सबैजनालाई धेरै धेरै शुभकामना छ लोसारको। र हाम्रो सिस्टरलाई यति राम्रो देख्नु भएको छ। हाम्रो रेखा फेसनलाई माया गरेर विश्वास गरेर यो कल्चर ड्रेस सिलाउन आउनु भएको थियो र अहिले लाएर पनि रेडी हुनुहुन्छ। हेर्नुहोस् त कति राम्रो देख्नु भएको छ। कस्तो लाग्यो हजुरलाई हाम्रो यहाँको डिजाइन सिलाइहरू। सर्वप्रथम लासो सापुला दोहावासी सम्पूर्णलाई मलाई चाहिँ एकदमै राम्रो लाग्यो। म पहिलेदेखि पनि हाम्रो ध्यान है त्यसै माथि हाम्रो कपडाको डिजाइनहरू मलाई पहिल्यैदेखि मन पर्थ्यो र आज हेर्नुहोस् फाइनली मेरो लुक्स एकदम राम्रो छ। कृपया जतिलाई पनि कल्चर ड्रेसेसहरू चाहिन्छ यहाँ आइदिनु होला, एकचोटि भिजिट गरिदिनु होला भनेर चाहे कट गर्छु। थ्याङ्क यू सो मच। म हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट र हाम्रो रेखा फेसनको तर्फबाट। र हाम्रो यो लोसार पर्वको बारेमा केही डिटेल्स उहाँले पनि भनिदिनुहुन्छ। 2862 सोनाम लोसार तालोको अवसरमा चाहिँ हाम्रो नेपाल तामाङ घेदुङ कतार सङ्घले चाहिँ विगतको वर्ष चाहिँ यस वर्ष पनि सांस्कृतिक कार्यक्रम गर्न गइरहेको छ। र नेपालबाट चाहिँ हाम्रो एकदमै चर्चित गायक सेलो गायक तथा उहाँको धेरै गीतहरू छन् भनेर कुनै साध्य छैन। विश्वदो गाउँदै हुनुहुन्छ। कृपया दोहामा रहनु भएको आमा बुवा दाजुभाइ दिदी बहिनी सम्पूर्णलाई चाहिँ फेब्रुअरी 6 तारिक निम्तो छ। के भन्नु सबैजना आउनु होला। फेब्रुअरी 6 तारिक लोकेसन पेर्लिङ सेसन इन्टरनेसनल स्कुलमा भइरहेको छ यो लोसारको प्रोग्राम। हाम्रो नेपालबाट पनि आउँदै हुनुहुन्छ, सिस्टरले भनिसक्नुभयो। र सबैजना आएर रमाउनु होला।